चोरीको विभिन्न प्रकारहरू रहेको छ, तर ती मध्ये पनि नकबजनी चोरी भनेको कस्तो चोरी हो भनेर आज हामी बुझौँ। यदि कुनै पनि व्यक्तिले चोरी गर्ने नियतले मूल ढोकाबाट प्रवेश गर्ने तर फर्किने बेलामा सो ढोकाको प्रयोग नगरी अन्य कुनै ढोकाको प्रयोग गरेर ऊ यदि कसुर गरेर निस्किएमा वा निस्किने प्रयास गरेमा उसले कसुर गरेको छ भनेर बुझ्न सकिन्छ। अब यस्तो कसुर गर्ने व्यक्तिलाई 3 वर्षदेखि लिएर 5 वर्षसम्मको कैद सजाय र 30,000 रुपैयाँदेखि लिएर 50,000 रुपैयाँसम्मको जरिमाना लाग्ने भयो भनेर हाम्रो कानुनमा व्यवस्था गरेको छ। त्यसै गरी सो व्यक्तिलाई कसुर गरेको मितिले 6 महिनाभित्र नै प्रहरीमा गएर उजुरी दिन सक्यो भने यसरी हाम्रो अधिकार पनि संरक्षण हुन्छ र कानुनको ज्ञानले तपाईले आफ्नो व्यक्तिगत अधिकारलाई पनि संरक्षण पाउन सक्नुहुन्छ र आफ्नो वरिपरि भएको व्यक्तिको अधिकारलाई पनि संरक्षण गर्न सक्नुहुन्छ। त्यही भएर कानुन आजबाट नै जान्ने प्रयास गर्नुहोस्। कानुनको बारेमा जानकारी लिन यदि तपाईलाई कुनै पनि प्रश्न छ, कुनै पनि जिज्ञासा छ भने मलाई पर्सनली मेसेज गर्न सक्नुहुन्छ र कमेन्ट बक्समा गएर आफ्नो क्वेरीज पनि राख्न सक्नुहुन्छ। तपाई हामी मिलेर सभ्य समाजको निर्माण गर्न सकिन्छ। आजलाई यति, धन्यवाद।